धेरैवटा छ। म कहाँ धेरैजना बिरामी नेपालमा पिडी यति धेरै सुरुवात गर्ने व्यक्ति नै म हुँ होइन। र मैले सुरुवात गर्दाखेरिको बिरामीहरू जो हेमोडायलिसिसमै हुनुहुन्थ्यो उहाँलाई नै मैले पिडीमा राखेको हो। अहिले पनि कतिपय बिरामीहरूको भास्कुलर एक्सेस फेलर हुन्छ, काठमाडौँमा बसेर खानै सक्दिनँ भन्नुहुन्छ कतिले होइन, इकोनोमिकल प्रब्लम, कोही जागिर छोड्नु पर्यो भन्नुहुन्छ, कसैलाई मुटुको समस्या भएको छ होइन। यो विभिन्न समस्याको कारणले जसले चाहिँ हेमोडायलिसिसबाट पिडीमा जानुभयो उहाँहरू एकदम खुसी हुनुहुन्छ। र तपाईँलाई सर्टमा भन्नुपर्दाखेरि एकचोटि पिडीमा गइसकेको बिरामी फेरि हेमोडायलिसिसमा फर्केर आउँदिनँ भन्नुहुन्छ, मान्नुहुन्न। कतिपय अवस्थामा हामीले पिडी पनि नगर्नु सक्ने अवस्था हुन्छ, जस्तो पेटको धेरै लामो इन्फेक्सन भएर निकाल्नुपर्ने अवस्था आयो भने उहाँ हेमोडायलिसिसमा फर्किन चाहनुहुन्न, मलाई पिडी नै राखिदिनुहोस् भनेर गर्नुहुन्छ, किन त्यसमा कम्फर्टेबिलिटी छैन। उहाँ घरैमा बसेर मिठो खाएर उहाँले त्यो डायलिसिस गरिरहनु भएको थियो भने अब हेमोडायलिसिसमा यत्रो सिउली बस्नु पर्यो, दिनमा हप्तामा 3 चोटि आउनु पर्यो, 4 घन्टा सुत्नु पर्यो, विभिन्न कठिनाइहरू छन् होइन। एकजना मान्छे सँगै ल्याउनु पर्यो, यो विभिन्न कुराले गर्दाखेरि उहाँहरूले मन पराउनुहुन्छ धेरै नै। तर सम्भव हुनु पर्यो, मन पर्दैमा भएन नि त, सुटेबल जसलाई छ त्यसलाई मात्रै गर्ने हो।